भाइ भन हामी गएको छौँ भन काठमाडौँ आएको थियो हामी काठमाडौँ आएको छौँ भाइ हामी कति बजी आइपुग्यौँ भन काठमाडौँ हामी भर्खर आइपुगेको छौँ होइन किन भन त म त बमिट पनि गरेको छु तिमीले बमिट पनि गर्यौ किन भन अनि यहाँ मर्डर गर्ने पनि छ यहाँ कसैको मर्डर भयो भने वेलकम ब्याक आज चाहिँ म भ्लग बनाउन आँटेको छु होइन अब म चाहिँ अब के गर्नु अब म यत्तिकै बसिरहेको छु होइन अब चाहिँ म दुध खान आँटेको छु होइन अब दुध खाएँ अब खाए पछाडि खाएँ त अब के गर्नु होइन कसरी बनाउने आइमेन दिदी खोइ हेलो गर्नु I'm making some salmon bread. Yes, I am. यहाँ हेर्नु है भाइ चाहिँ त्यहाँ लुकेर तर्साउन आँटेको अरे फुपूलाई खोइ मलाई बोलाउ त फुपू भनेर फुपू भनेर बोलाउ न फुपू हजुर दिदी यो म्युजिक नलगाउनु न गाइस हामी चाहिँ मेकअप लाउन लागेको म चाहिँ भाइ चाहिँ रेडी पनि भइसक्यो भाइ तिमी देखाइदेऊ भाइ देखाउ न तिम्रो दाउरा सुरुवाल लगाएको छ भाइले चाहिँ गाइस हामीलाई चाहिँ हेर्नु यी अब हामी चाहिँ डाइरेक्ट मिल्छौँ बे भएको बेलामा इङ्गेजमेन्टमा हामी चाहिँ इङ्गेजमेन्टमा भेट्छौँ अब म तपाईँलाई इङ्गेजमेन्ट देखाउँछु दादाको अब चाहिँ हामी जानको अब हेभेन देखाउन है जान आँटेको भने बाई बाई भन बाई सबैजनालाई अब हामी देखाउँछौँ भन हामी देखाउँछौँ गाइस हामी चाहिँ रेडी भएर पनि आइसकेको छौँ अहिले हामी यहाँ कस्तो राम्रो रहेछ हौ हाम्रो ठ्याक्कै फ्लोरको साइडतिर होइन अनि हामी चाहिँ यहीँ आएको छौँ यहाँ आऊ न हाम्रो भाइलाई चाहिँ हिरो देखिरहेको छ यहाँ हेर्नु कति क्युट देखिरहेको 15 minutes later. चक्लेट अनि मिठाई बोकेर जान लागेको पुगेपछि म तपाईँलाई देखाउँछु सौगातमा सबैको सामु अगाडि आएर यसलाई छोएर आफ्नो सहमति जनाइदिनु हुन हार्दिक अनुरोध गर्छु अगाडि आएर यो सौगातलाई तपाईले केटाले ल्याउनु भएको सौगातलाई छोएर आफ्नो इच्छा राजी खुसी छु प्रभुको इच्छा हो भन्ने कुरा सहमति रहन ताली बजाउँ धेरै धन्यवाद हजुर माथि आइदिनुहोस् यति भयो भने केटा टुक्कै भयो होला धेरै धन्यवाद छ 2000 years later. गाइस अहिले चाहिँ हामीले खाना सबै खाइसकेको छौँ मैले भिडियो चाहिँ गरिनँ किनभने त्यतिकै अब गरिनँ होइन अब अहिले चाहिँ हामी यहाँ छौँ गाइस दिदी यो उसको नाम त के पो हो यो इम्पेरियल यस्तो छ आजको लागि चाहिँ बाई बाई गरिदिनु दिदी बाई बाई The next day. आज चाहिँ दादाको यहाँ हो भन्ने आज चाहिँ हामी रेडी हुँदैछौँ आउन यता कपाल चाहिँ कोरेको छैन तर कपाल चाहिँ गरेको छु मैले यतिकै छोडिदिइरहेको छु अब अहिले चाहिँ हामी चाहिँ जान्छौँ म त चिया खाना हौ अहिले कहाँ जाने हो खाजा खाएर पो जाने हो त अब होटेलमा खाजा खान जान्छु अनि भाइ अस्ति आउँदाखेरि अहिले यस्तो थियो बमिट गरेर आएको थियो हिजो यस्तो थियो अहिले यस्तो छ हेर्नु है यो चाहिँ डे 2 हो होइन भाइ अब चाहिँ हामी गाडीमा लाग्न आँटेको हामी स्कर्पियोमा जान्थ्यो होइन अब बेमारेर यही गाडीमा जाने अनि त्यो साडी अनि यो चाहिँ अर्को गाडी उता गइरहेको छ अर्को गाडी चाहिँ त्यो गाडीमा अरू मान्छे चर्चमा आइसकेर यसरी बसिरहेको छौँ पर्खिरहेको छु बेहुली र बेहुरालाई
सेटअप देखेको छु यहाँहरूलाई हेभेन खोज्देऊ यहाँ हामी पर्खिरहेको छु गाइज हेर्नु है यो विवाह जस्तो पवित्र करारमा यी दुई जीवनलाई एक हुनको लागि अथवा एक गराउने यो ऐतिहासिक र आनन्दमय क्षणमा साक्षी हुनको लागि उपस्थित भएका छौँ र हामी आनन्दित छौँ। त्यसैले आउनुहोस् हामी परमेश्वरलाई महिमा दिनेछौँ। एकछिन सबैजनालाई उठ्दिनु हुन नै म हार्दिक अनुरोध गर्न चाहन्छु। हामी परमेश्वरलाई आराधना गर्नेछौँ। यो समयमा कोयरलाई दिनेछु। श्री ओबेद, के तपाईँ यस कन्यालाई परमेश्वरको पवित्र विधि अनुसार विवाह गरी एकसाथ रहनलाई विवाहित पत्नी बनाउन चाहनुहुन्छ? चाहन्छु। 80% आए त ताली बजाइदिनुहोस्। पास हुनु। के दुःखमा सुखमा रोगी वा निरोगी अवस्थामा प्रशस्ततामा गरिबीमा हाँसोमा अनि रोदनमा दुवैजना यस जीवनमा बाँचुन्जेलसम्मलाई सबै कुरा त्यागेर केवल यिनलाई मात्र प्रेम र सुरक्षा आदर र सान्त्वना दिँदै स्वर्गीय बनिरहनु हुनेछ? हुनेछु। त्यसै म दुलै नानीलाई पनि सोध्न चाहन्छु, सुश्री अनस्तासिया सुन्दास, के तपाईँ यस पुरुषलाई परमेश्वरको पवित्र विधि अनुसार विवाह गरी एकसाथ रहनलाई वैवाहिक पत्नी बनाउन चाहनुहुन्छ? चाहन्छु। 70% आएको छ। के दुःखमा सुखमा निरोगी वा रोगी अवस्थामा प्रसन्नतामा गरिबीमा हाँसोमा अनि रोदनमा दुवैजना यस जीवनमा बाँचुन्जेल सम्मलाई सबै कुरा त्यागेर केवल उसैको अधीनमा रहेर सेवा गर्दै प्रेम आदर गर्दै एकसाथ रहनुहुनेछ? रहनेछ। ताली बजाइदिनुहोस्। दुवैजनाले आफ्नो दाहिने हात समाउनुहोस्। दाहिने अनि नानी ओराउनुहोस्। राम्रोसँग समाउनुहोस्। बलियोसँग समाउनुहोस्। अब नछोड्नुहोस्। अब तपाईँले अघि जे कुरा गर्नुभएको थियो मसँग र अब चाहिँ नानीसँग तपाईँले करार बाँध्नुपर्ने हुन्छ। तपाईँले म चाहिँ शब्द उच्चारण गर्छु र तपाईँले नानीको आँखामा हेरेर करार बाँध्नुपर्ने हुन्छ। ठिक छ?
नानीले पनि बाबुलाई हेर्नु होला। अब सुन, म अवेद दर्नाल म ओबेद दर्नाल तिमी अनस्तासिया सुन्दासलाई तिमी अनस्तासिया सुन्दासलाई आजदेखि उसो आजदेखि उसो आँखा दिन्छु। आजदेखि दिन्छु। ताली बजाइदिनुहोस्। अब तपाईँहरू दुवैजना एक भएर परिवार र समाजलाई उज्यालो दिनुपर्छ र तपाईँहरू दुवैजना चाहिँ अब सँगै मिलेर गरिने हो। काम गर्दा ओर्दा हिँड्दा ओर्दा दुईटै सबै कुरो अब सँगै भन्ने अर्थ राख्दछ र तपाईँ दुईजनाले अब एकसाथ ल एकैचोटि पाल्नुहोस्। अब दुवैजनाले मिलेर त्यसलाई पालिदिनु पर्ने हो। सिट त्यहाँ हजुर त्यस्तो The next day. आज चाहिँ हाम्रो दाइको बिहे हो अनि त्यसैले हामी पार्टी हो पार्टी अनि त्यसैले हामी चाहिँ पार्टीमा जान लागेको लुगा लगाइसकेको छु। म हामी जान लागेको अनि म तपाईँलाई देखाउँछु। अहिले चाहिँ हामी चर्च आइसकेको छौँ। डेकोरेसन त्यस्तो चलाएको हामी राख्नु मतलब डेकोरेसन पनि हाम्रो यताबाट यहाँबाट छिर्ने बित्तिकै चाहिँ यो आउँछ फोटोहरू मेमोरिजहरू हो। अनि यहाँबाट चाहिँ यहाँ चाहिँ पवित्र बिहा। हेलो गाइस, हामीले चाहिँ खाजा पनि खाइसक्यौँ, खाना पनि खाइसक्यौँ अनि अहिले चाहिँ डे पनि सकिसकेको छ। तर मैले भिडियो बनाउनु बिर्सेको छु होइन। अहिले चाहिँ हामी खाना परेर गर्दैछौँ। मलाई हेल्प गरिदिने कोही छैन सिवाय मेरो एउटा भाइ बाइक यहाँ हेर्नु गाइस। हामी यसरी खाना पकाएर यहाँ हालिदिँदैछौँ है गाइस हो। अब तपाईँलाई म अब के गर्छु देखाउँछु एकछिन पछाडि। हामी चाहिँ यहाँ कति धेरै मान्छेहरू हुन्छ। हामीलाई चाहिँ यहाँ बस्नु जानुभएको छ यहाँ साइडमा। दादा दिदीहरू चाहिँ उता दादा र भाउ चाहिँ उता जानुभएको छ। यो चाहिँ उयो ज्ञान रहेछ यार यो है दिदी हो। अहिले चाहिँ हामी बाहिर अहिले चाहिँ हामी उताबाट चाहिँ अलिक यता साइडमा आएको हाँस्छु त अनि अहिले चाहिँ हामी साइडमा आएको छौँ हेर्नु। दोकानमा आएर बसिरहेको छौँ पर्खिरहेको छौँ बहिनीलाई। अब देखाउँछु म तपाईँलाई। गाइस अहिले चाहिँ हामी यहाँ मासु खाँदैछौँ नि। मासु र स्प्राइट खाँदैछौँ हामी अहिले चाहिँ यहाँ हाम्रो चाहिँ उयो मासु नै खायो मिठो लाग्यो क्या मलाई। उयो डेकोरेसन गर्न आँट्नु भएको छ। गाइस वेलकम टु माई न्यू ब्लग। एन्डिङ हो अब। अरे गाइस अब चाहिँ म तपाईँहरूलाई म मेरो ब्लग देखाउँछु होइन। आइसा फुपूलाई दिनु भएन अनसब्सक्राइब गर्नु आइसा फुपूलाई अरू अनसब्सक्राइब गर्नु आइसा फुपूलाई लाइक पनि नगर्नु।